आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2082 साल चैत्र 4 गते बुधबारको ताजा समाचारमा यहाँलाई स्वागत छ। आज मार्च 18 तारिक 2026 चैत कृष्ण चतुर्दशी तिथि। सुरुमा आजका मुख्य हेडलाइन्सहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चैत 5 गतेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने। रासोपाका नेताहरूले बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारीका लागि आन्तरिक गृह कार्य गर्दै नयाँ सांसदलाई रासोपाले सिकायो संसदीय आचरण। कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताए। सभापतिको राजीनामालाई लिएर कंग्रेसमा विवाद। राजीनामा दिनु नपर्ने पक्षमा कार्यसमितिका पदाधिकारी छन् भने नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने देउबा पक्षका नेताहरूको माग। नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनको पराजयको समीक्षा तल्लो कमिटिहरूमा सुरु गर्यो। समानुपातिक सांसदमा सबै जिल्लाको प्रतिनिधित्व छैन। यसपटक समानुपातिक तर्फ 37 जिल्लाबाट सांसदको प्रतिनिधित्व शून्य। 17 जना भने काठमाडौँका मात्रै। रासोपालाई चीनको पत्र। रवि बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्याउन विश्वस्त छौं। राजमार्गमा पटके कर उठाउन नरोकी नगर प्रमुख विरुद्ध नै कानूनी प्रक्रियामा अघि बढ्ने नवनिर्वाचित सांसद आशिका तामाङको भनाई। रासोपा सभापति रविको मुद्दा संशोधन गर्ने निर्णय विरुद्धको रिटमा जवाफी बहस बाँकी। बिहीबार अर्को सुनुवाई हुने। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुदन गुरुङद्वारा सरकारी तलब नखाने स्पष्टोक्ति। गाडी पनि आफ्नै चढ्ने। जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुदन गुरुङलाई भेट्दा भक्कानेन। सुदनले अंगालो हालेर सान्त्वना दिए। जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माण गर्न तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। सार्वजनिक सवारी साधनको भाडा दर बढाउने तयारी। बिहीबारसम्ममा टुङ्गो लाग्ने। 7 देशमा मात्रै पुनः श्रम स्वीकृति दिने श्रम मन्त्रालयको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतको सदुपयोग हुनुपर्ने पूर्व राष्ट्रपति यादवको भनाई। 5 चैतमा समानुपातिक सांसदलाई प्रमाण पत्र वितरण गर्ने तयारी। त्यही दिन राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन पनि दिइने। एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिनुभयो धन्यवाद। प्रतिनिधि सभामा मधेसी दलित को प्रतिनिधित्व शून्य भएको भन्दै सर्वोच्चमा रिट दायर। हुम्लामा वर्षेनी नुनको अभाव, कोटा बढाइदिन माग। सरकारले ढुवानी सहुलियतमा दिने नुन पर्याप्त नभएपछि जिल्ला स्थित सरोकारवाला बसेर थप 1500 क्विन्टल नुन माग गरे। पेट्रोलियम पदार्थमा सहुलियत दिन कंग्रेस महामन्त्री पौडेलको आग्रह। हुम्लामा खानेपानीको अभाव, स्थानीयले घेरे जिल्ला प्रशासन कार्यालय। खानेपानी समस्या समाधान गर्न आग्रह गरिए पनि सुनवाई नभएको गुनासो। भूपू गोर्खाहरूद्वारा सम्मानित भए हर्क साम्पाङ र पूर्णलिम्बू। सामग्री अभाव र मूल्य वृद्धिले निर्माण क्षेत्र संकटमा। निर्माण होलिडे घोषणा गर्न निर्माण व्यवसायीको माग। हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा क्षति। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइयो। अझै पनि 30 जना बिरामी आइसोलेसनमा उपचाररत रहँदै। नेपालमा पूर्वाधार विकासको सुस्त गतिले आर्थिक वृद्धि र रोजगारी सृजनामा गम्भीर असर। अहिलेकै गतिमा काम भइरहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन 41 वर्ष लाग्ने अनुमान। नवलपरासी पूर्वमा जापानिज इन्सेफेलाइटिसको संक्रमण दर उच्च। 35 वर्ष माथिलाई खोप लगाउन थालियो। इरान युद्धका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण झण्डै 1 महिना पछि सार्ने योजना। चीनिया राष्ट्रपतिको किताब जलाइएको विषयमा गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई निर्देशन दियो। नियतवश किताब नजलाइएको मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा स्पष्टीकरण। झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा 1 जना पोखराबाट पक्राउ। इन्धन बचत गर्न श्रीलङ्कामा हप्तामा 3 दिनको बिदा र दोस्रो T20मा दक्षिण अफ्रिकालाई 68 रनले हराउँदै न्युजिल्यान्डले श्रृङ्खला बराबरी गर्यो। यी हुन् आजका प्रमुख हेडलाइन्सहरू। समाचारको पूर्ण रूप थाहा पाउनका लागि भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। साथै हाम्रो मेहनतका लागि भिडियोलाई 1 लाइक अवश्य पनि गर्नुहोला। सब्स्क्राइब गर्नका लागि भिडियोको तलपट्टि देखाइएको सब्स्क्राइब बटनमा थिची बेल आइकनमा थिच्नुहोला। साथै तपाई हाम्रो न्यूजलाई सधैँ हेर्नुहुन्छ भने सधैँ र रेगुलर लेख्नुहोला। त्यसैगरी तपाई पहिलो चोटी हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम अथवा पहिलो चोटी र यदि तपाई कहिलेकाहीँ हेर्नुहुन्छ भने त्यो पनि कमेन्ट बक्समा बताउनुहोला। साथै तपाई हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, देश विदेश तथा आफ्नो गाउँ ठाउँ शहरको नाम अवश्य पनि कमेन्ट बक्समा लेख्नुहोला। अब लागौं पूरा समाचारतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नयाँ सरकार गठनको औपचारिक प्रक्रिया चैत 5 गतेपछि मात्रै सुरु गर्ने भएको छ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 बहुमत प्राप्त गरेपछि एकल सरकार गठनको आन्तरिक गृह कार्यमा पार्टीका शीर्ष नेताहरू लागिरहेका छन्। यद्यपि समानुपातिक सांसदहरूले प्रमाणपत्र लिन बाँकी नै रहेकोले औपचारिक रूपमा सरकार गठनको गृह कार्यमा लाग्न नमिलेको रासोपाका नेताहरूको भनाइ छ। निर्वाचन आयोगले भर्खरै समानुपातिक सांसद टुङ्गो लगाएको छ। निर्वाचन आयोगले चुनावी सम्बन्धी सबै विषय टुङ्ग्याएपछि सरकार गठनको प्रक्रिया अघि बढाउँछौ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भन्नुभयो, संसद बैठक बस्नु अघि निर्वाचित
सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बारे 2 दिने अभिमुखीकरण गरिएको पनि उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगले चुनावको अन्तिम रिपोर्ट बुझाएपछि केन्द्रीय समिति बैठक बसेर संसदीय दलको नेता पनि टुङ्गो लगाउने आचार्यले बताउनुभयो। त्यसपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय आचरण सिकाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका 182 नवनिर्वाचित सांसदलाई ग्वारकोमा अभिमुखीकरण कार्यक्रम मार्फत संसदीय अभ्यास र आचरण सिकाइएको हो। कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन्। पार्टीका वरिष्ठ नेताहरूले पदको गरिमा बढाउन, संविधान कानूनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ। ग्वारकोमा रासोपाका सांसदहरूलाई अभिमुखीकरण र परिचयात्मक कार्यक्रम गरिएको थियो। प्रत्यक्षमा 125 र समानुपातिकमा 57 सिट गरी 182 सिट जितेर ठूलो दल बनेको रासोपाले आफ्ना सांसदलाई संसदीय अभ्यास र आचरण सिकाएको हो। जेएनजी आन्दोलनका शहीद रसिक खतिवड़ाकी आमा रचना खतिवड़ा सुदन गुरुङलाई भेट्दा भक्कानिनु भएको छ। सुदनले उहाँलाई अंगालो हालेर सान्त्वना दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज ग्वारकोमा आयोजना गरेको अभिमुखीकरणमा भेट भएका बेला सुदन र रचना बीच भेट भएको थियो। रचनाले सायद आफूलाई सम्हाल्न सक्नु भएन अनि भक्कानिनु भयो। भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै काठमाडौँबाट शुरू भएको जेएनजी पुस्ताको आन्दोलनमा सुदन गुरुङ पनि सहभागी हुनुहुन्थ्यो। सोही आन्दोलनका क्रममा काभ्रेका 23 वर्षीय रसिक खतिवड़ालाई गोली लागेको थियो। रसिककी आमा रचनालाई रासोपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ। सुदन भने गोर्खा क्षेत्र नम्बर 1 बाट प्रत्यक्ष निर्वाचित हुनुभएको छ। निर्वाचनमा हारपछि कंग्रेसमा सभापति गगन थापाको राजीनामाको विषयलाई लिएर विवाद शुरू भएको छ। सभापति थापाले पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन खोजिरहनु भएको छ। तर उपसभापति विश्वप्रकाश शर्माले भने उहाँलाई रोकिरहनु भएको छ। अर्कोतर्फ नैतिक जिम्मेवारीको प्रश्न उठाउँदै पूर्व सभापति शेरबहादुर देउवा पक्ष केही नेताले सामाजिक सञ्जालबाट राजीनामाको विषय उठाउँदै आएका छन्। कंग्रेस सभापतिले राजीनामा दिँदा उपसभापति समक्ष बुझाउनु पर्ने वैधानिक व्यवस्था छ। तर उपसभापति शर्मा पहिलो प्राथमिकता राजीनामा रोक्ने, नसकेमा केन्द्रीय कार्य समितिबाट अस्वीकृत गराउनेमा केन्द्रित हुनुहुन्छ। यसमा टुङ्गो नलाग्दा तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउने र निर्वाचनको समीक्षा गर्ने काममा केही ढिलाइ भएको हो, एक पदाधिकारीले भन्नुभयो। महामन्त्री गुरुराज घिमिरेले भन्नुभयो, चैत पहिलो हप्ताभित्र केन्द्रीय कार्य समितिको बैठक बोलाएर निर्वाचन समीक्षा र पार्टीको आसन्न 15औं महाधिवेशनको तयारी बारे छलफल हुने बताउनुभयो। पछिल्लो चुनाव मार्फत धराशायी बनेको नेकपा एमाले तल्लो कमिटिहरूमा प्रतिनिधि सभा निर्वाचनको पराजय समीक्षा शुरू गरेको छ। कतिपय कमिटिले स्वतस्फूर्त रूपमा समीक्षा थालेका छन्। पार्टीको केन्द्रीय निर्देशन बमोजिम छलफल शुरू भएको हो। एमाले काठमाडौँमा महासचिव शंकर पोखरेलको निर्देशन बमोजिम यस्ता बैठकहरू राख्न थालिएका छन्। सबैजसो कमिटिहरूमा निर्वाचनको समीक्षा गरिँदैछ। एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भन्नुभयो, हाम्रो पार्टीले किन पराजय बेहोर्नु पर्यो भन्ने विश्लेषण हुन्छ। लामो समय एमालेको प्रभाव क्षेत्र रहेको राजधानी काठमाडौँ सहित सिङ्गो बागमती प्रदेशमै यसपटक एमाले क्लिन स्वीप भएको छ। 2015 सालको पहिलो निर्वाचनमै कम्युनिस्ट पार्टीले जितेको काठमाडौँमा नेकपाले देशभर 4 सिट जित्दा 1 सिट काठमाडौँ रहेको थियो। पञ्चायतमै पनि पद्मरत्न तुलाधर जनपक्ष उम्मेद्वार हुँदै निर्वाचित हुनुभएको थियो। मदन भण्डारीले 2048 सालमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद सिटौलालाई हराएपछि राजधानीमा स्थापित एमाले यो निर्वाचनबाट नराम्रोसँग बढारिनु भएको छ। समानुपातिक तर्फ जम्मा 36,854 मत पाएको छ, जबकि रासपाको मत झण्डै 3,06,000 मात्रै रहेको छ। प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसकेको छ। 275 जना सांसद मध्ये 110 जना समानुपातिक सांसद छन्। दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन्। तर फरक फरक दलबाट सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन। यसपटक समानुपातिक तर्फ 37 जिल्लाबाट सांसदको प्रतिनिधित्व छैन। ती बाहेकका जिल्लाबाट भने समानुपातिकमा एउटै जिल्लाबाट 17 जनासम्म पनि भएका छन्। समानुपातिक तर्फ 110 सांसद मध्ये
थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 57, नेपाली कंग्रेसका 20, नेकपाका 16, नेपाली कम्युनिष्ट पार्टीका 9, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका समान 4 प्रतिनिधि सभा सदस्यहरू रहेका छन्। आयोगले सार्वजनिक गरेको समानुपातिक सूची अनुसार विजय उम्मेद्वारहरूको नागरिकता जारी भएको जिल्लाका आधारमा 40 जिल्लाबाट कम्तीमा पनि 1 जनाको प्रतिनिधित्व भएको देखिन्छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीले राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई औपचारिक रूपमा बधाई र शुभकामना व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै चिनिया कम्युनिष्ट पार्टीबाट शुभकामना पत्र प्राप्त भएको जानकारी दिनुभएको हो। चिनिया कम्युनिष्ट पार्टीले सन्देश पत्र मार्फत रासपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुशी व्यक्त गरेको र आगामी दिनमा पनि दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै पनि प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ। प्राप्त पत्रमा चीन र नेपाल बीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि साझा भविष्य सहितको समुदाय निर्माण गर्ने संकल्प दोहोर्याइएको छ। रासपाको विज्ञप्तिमा उल्लेख छ। साथै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उहाँहरूको नेतृत्वमा रासपाले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद एवं धादिङ क्षेत्र नम्बर 1 की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैर कानूनी रूपमा उठाइने पटके कर विरूद्ध कड़ा चेतावनी दिनुभएको छ। सर्वोच्च अदालतको हालैको आदेशलाई उद्धृत गर्दै तामाङले अब पनि राजमार्गमा ढाट राखेर पैसा असुल्ने कार्य जारी राखे सम्बन्धित पालिका प्रमुखहरू विरूद्ध अदालतको अवहेलना मुद्दा चलाउने बताउनु भएको हो। सांसद तामाङले सामाजिक सञ्जाल मार्फत एक सार्वजनिक अपील जारी गर्दै सर्वोच्च अदालतले 2082 माघ 28 गते राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने गरी ऐतिहासिक अन्तरिम आदेश जारी गरिसकेको स्मरण गराउनु भएको छ। अदालतको उक्त आदेशपछि पनि राजमार्गमा ढाड, गेट वा टेबुल राखी सवारी साधनबाट रकम असुल गर्न गैर कानूनी, असंवैधानिक र अदालतको आदेशको ठाडो उल्लंघन हुने तर्क गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी मुद्दाको अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरूद्धको रिट हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा पेशी रहेको मुद्दामा 1 जनाको बहस बाँकी रहेपछि हेर्दा हेर्दैमा राखिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीबार आफ्नो बहस सकिएपछि आदेश आउने जानकारी दिनु भएको छ। अदालतले निर्णय सुनाउन अर्को मिति नतोकेको खण्डमा बिहीबार नै फैसला आउने सम्भावना रहेको त्रिपाठीको भनाइरहेको छ। गत पुस 30 गते महान्यायाधिवक्ता सविता भण्डारीले सभापति लामिछाने माथि लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिनुभएको थियो। महान्यायाधिवक्ताको यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमाथि आइतबार र सोमबार पनि सुनवाई भएन भने हेर्दा हेर्दैमा राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुदन गुरुङले तलब नखाने बताउनु भएको छ। मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले तलब नखाने र आफ्नै गाडी चढ्ने बताउनु भएको हो। यसअघि उहाँको अभिव्यक्तिलाई लिएर पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए। म तलब खान्न नि, किन तलब खानु, सक्षम छौं उहाँले भन्नुभयो। सुदन गोर्खा 1 बाट निर्वाचित हुनुभएका सांसद हुनुहुन्छ। जेनजी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माण गर्न 3 तहका सरकारले बजेट छुट्याउनु पर्ने भएको छ। सरकारले गत भदौ 23 र 24 गतेको आन्दोलनबाट भएको 84 अर्ब 45 करोड़ 77 लाखको क्षतिको पुनर्निर्माणका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गर्ने तयारी गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात र ढुवानी क्षेत्रका सवारीको भाडा दर समायोजनको प्रक्रिया थालेको हो। यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले भाडा दर पुनरावलोकनका लागि विभागले आन्तरिक तयारी गरिरहेको नागरिकलाई जानकारी दिनुभएको छ। भाडा दर बढाउन विभागले मात्रै तयारी गरेर हुँदैन, मन्त्रालयको कन्सर्न लिन आवश्यक पर्छ उहाँले भन्नुभयो। तर इन्धनको मूल्य नै बढेर आएकोले सार्वजनिक सवारी साधनको भण्डारण बढाउने आन्तरिक तयारी थालेका छौं। यस बारेमा बिहीबारसम्ममा केही निष्कर्षमा पुग्छौं। पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडा दर समायोजन गर्न माग गरेका हुन्।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले अहिलेको निर्वाचनमा रासोपाले पाएको करिब 2/3 बहुमतको सदुपयोग हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा विपुल पोखरेलद्वारा लिखित पुस्तक संकल्प विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै पनि एउटा दलले पाएको 2/3 सही उपयोग हुन नसकेको उल्लेख गर्नु भएको छ। साथै उहाँले अब भने रासोपाले पाएको जनादेशलाई खेर जान नहुने बताउनु भएको छ। राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतालाई स्वीकार्न पुनर्निर्माणमा जोडिएको बताउनुभयो। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ निर्वाचित 110 सांसदलाई प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिक निर्वाचन सांसदलाई बिहीबार निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने तयारी शुरू भएको जानकारी दिनुभएको छ। आयोगले सोमबार 110 जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 57, कांग्रेसका 20 र एमालेका 16, त्यसैगरी कम्युनिस्ट पार्टीबाट 9 र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट 4 जना सांसद रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा एमालेमा धन्यवाद ज्ञापन गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गर्नु भएको थियो, जस अनुसार एमाले नेता त्रय ईश्वर पोखरेल, प्रदीप गेमाली र महेश बर्तौला बालुवाटार पुग्नु भएको थियो। प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिनुभएको हो। यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रपतिको जिम्मेवारी सम्हालेर उहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र वितरणमा सक्रिय सहभागिता आइदिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभएको छ। प्रतिनिधि सभामा मधेसी दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। घनश्याम रजकले समानुपातिक तर्फको निर्वाचनमा पहाड़ी मूल र मधेसी मूलका दलितलाई समानुपातिक रूपमा सीट नछुट्याएको दावी गर्दै रिट दायर गर्नुभएको हो, जस उप यही सोमबार न्यायाधीश डाक्टर नकुल सुवेदीको एकल इजलासमा सुनवाई पनि भएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ र अधिवक्ताहरू देव शरण यादव, कविता ढुङ्गाना र उमेश रूपाखेतीले बहस गर्नुभएको थियो। बहसपछि अदालतले 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न निर्वाचन आयोग सहितका विपक्षीलाई भनेको हो। हुम्लाको दक्षिणी क्षेत्रका 4 गाउँपालिकाका बासिन्दाले वर्षेनी नुन अभाव झेल्दै आएका छन्। जिल्लाका ताजाकोट, अदानचुली, सर्केडाँडा र खर्केली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो पनि नुन वर्षभरि पुग्ने गुनासो आएको छ। ती 4 गाउँपालिकामा 32,332 जनसंख्या रहेको छ, जहाँ वर्षमा एक पटक मात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ। जिल्ला सदरमुकाम सिमिकोटमा मंगलबार सरोकारवाला निकाय, राजनीतिक दल र जनप्रतिनिधि, संचारकर्मी, नागरिक समाज सहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको विश्वास लिनु भएको छ। साल ट्रेडिङ हुम्ला शाखाका प्रमुख राम बहादुर लामाले जनाए अनुसार सर्केगाड र चङखेली गाउँपालिकामा 1079 क्विन्टल र अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा 1079 क्विन्टल नुन पठाएको छ, तर यही पर्याप्त नभएको गुनासो उनीहरूले गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर स्वरूप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ। समस्या केही समयका लागि रहिरहने संकेत देखिएको भन्दै उहाँले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्य वृद्धि हुने खतरा रहेको बताउनुभयो। विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने देखिएको छ। मोटरसाइकल चढेर हिँड्नेदेखि दूध लिएर घर जानेसम्मका जो कोहीको पनि खर्च बढेको छ। उहाँले भन्नुभयो, सबैतिर पेट्रोलियमको मूल्य वृद्धिलाई देखाएर मूल्य वृद्धि भयावह हुने सम्भावना बढेर गएको छ। सामाजिक सञ्जाल मार्फत भिडियो वक्तव्य जारी गरेको उहाँले यो समस्या केही समयका लागि रहिरहने संकेत दिएको भन्दै उहाँले अब यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताउनुभयो।
खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका छन्। हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनवाई नभएको उनीहरूको गुनासो छ। स्थानीय गीता लामाका अनुसार गाउँपालिकामा पटक पटक खानेपानीको समस्या समाधान गर्न आग्रह गरे पनि सुनवाई भने नभएको बताइएको छ। धरानका गोर्खा भूपू लाहुरे समुदायले श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका नवनिर्वाचित सांसद हर्कराज साम्पाङ राई र समानुपातिक सांसद क्याप्टेन पूर्ण प्रसाद लिम्बुलाई सम्मान गरेको छ। ब्रिटिश गोर्खा भूपू सैनिक, भारतीय गोर्खा भूपू सैनिक र सिंगापुर पुलिस फोर्सका भूपू सैनिकहरूको साझा संस्था गोर्खा चौतारीको आयोजनामा सांसद तामाङ र लिम्बुलाई सम्मान गरिएको हो। गोर्खा चौतारीका सक्रिय सदस्य ब्रिटिश गोर्खा लाहुरे सुवर्ण नेम्बाङका अनुसार राष्ट्रको गरिमामय संसदमा पुगेर नवनिर्वाचित प्रतिनिधि सभा सांसद साम्पाङ र लिम्बुले मुलुक र जनताको हितमा रचनात्मक र सक्रियताका साथ भूमिका खेल्न सकुन् भनेर हौसला दिँदै बधाई र सम्मान गर्नुभएको बताउनुभयो। निर्माण सामग्री, इन्धन र खाना पकाउने एलपी ग्यासको अभाव तथा अत्याधिक मूल्य वृद्धिले निर्माण क्षेत्र पनि गम्भीर रूपमा प्रभावित भएको छ। चुनावी व्यस्तता र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण महँगी बढेको र काम प्रभावित बनेको निर्माण व्यवसायीहरूको बुझाइ छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको ध्यान चुनावमा केन्द्रित हुँदा निर्माण क्षेत्र पनि उपेक्षित बनेको बताउनुभयो। हावाहुरीले झापाको व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ। झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्रबहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताउनु भएको छ। 6 वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका युवा किसान बस्नेतले गत असोज महिनामा बाढीको डुबानबाट पीड़ित भएका किसानहरूले आइतबारको हावाहुरीले पनि क्षति बेहोरेको बताउनुभयो। उहाँले आफ्नो फार्ममा मात्रै 16 लाख रुपियाँ बराबरको क्षति भएको बताउनुभयो। उहाँका अनुसार मकैमा पनि त्यति नै क्षति पुगेको छ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ। त्यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो। झण्डै 30 जना बिरामी आइसोलेसनमा उपचाररत छन्। फागुन पहिलो सातादेखि हालसम्म 113 जनामा दादुराको लक्षण देखिएको छ भने 7 जनामा दादुरा पुष्टि भइसकेको छ। दादुराको लक्षण देखिएका 21 जनाको नमूना संकलन गरी काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा 7 जनामा दादुरा संक्रमण पुष्टि भएको हो। अब 30 जना अझै पनि अस्पतालमा उपचाररत रहेका छन्। नेपालमा पूर्वाधार विकासको सुस्त गतिले आर्थिक वृद्धि र रोजगारी सृजनामा गम्भीर असर पारेको विश्व बैंकको अध्ययनले देखाएको छ। अध्ययन अनुसार आयोजना छनौटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण पुँजीगत खर्च घट्दो क्रममा रहेको छ। सड़क, जलविद्युत र सिंचाई जस्ता ठूला आयोजनामा मुख्य अवरोधका रूपमा जग्गा प्राप्ति र रूख कटान देखिएका छन्। उदाहरणका लागि नागढुङ्गा नौबिसे मुगलिन सड़क खण्डको आयोजनामा जग्गा अधिग्रहणमै 35 महिना लागेको थियो। सामान्यतया रूख कटान अनुमति लिएर झण्डै 2 वर्ष र जग्गा अधिग्रहणमै 35 महिना लागेको थियो। सामान्यतया रूख कटान अनुमति लिन झण्डै 2 वर्ष र जग्गा प्राप्त गर्न 2-3 वर्ष लाग्ने गरेको छ, जसले लागत बढाउने र काममा ढिलो हुने समस्या निम्त्याएको छ। मोरङको हाटी बुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले चिनिया राष्ट्रपति सी जिनपिङको द गभर्नेन्स अफ चाइना नामक किताब नियतवश नजलाइएको जनाएको छ। विश्वविद्यालयका वरिष्ठ अधिकारी सुजन भट्टराईका अनुसार पुराना कागजपत्र र काम नलागेका पुस्तकहरू व्यवस्थापन गर्ने क्रममा उक्त पुस्तक पनि परेको हुन सक्ने बताउनुभयो। भट्टराईका अनुसार पुराना र काम नलाग्ने किताबहरू व्यवस्थापन गर्ने क्रममा केही पुस्तकहरू फोहोरसँगै जलेका हुन सक्ने भए पनि चिनिया राष्ट्रपतिको किताब जलाउने कुनै पनि उद्देश्य विश्वविद्यालयको नभएको स्पष्ट पार्नु भएको छ। यसैबीच मंगलबार गृह मन्त्रालयले किताब जलाइएको घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई निर्देशन दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण यही मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण झण्डै 1 महिनापछि सार्ने योजना बनाएको बताउनु भएको छ। युद्धको निरीक्षण गर्न आफू उपलब्ध रहनु महत्वपूर्ण रहेको भन्दै ट्रम्पले चीन भ्रमण 1 महिना वा त्योभन्दा पनि धेरै ढिलाइ गर्न अनुरोध गरेको व्हाइट हाउसमा पत्रकारसँगै भन्नुभएको बीबीसीले जनाएको छ। ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीचको भेटवार्ता मार्च 31 देखि अप्रिल 2 सम्म हुने तय भएको छ। गएको वर्षको अक्टोबरपछि यो भेटवार्ता हुने
भएको हो। चिनिया विदेश मामिला प्रवक्ता लिन जियानले अमेरिकी राष्ट्रपतिको चीन भ्रमणको समय सम्बन्धी विषयहरूबारे थप 2 देशले कुराकानी गरिरहेको बताउनु भएको छ। इन्धन बचत गर्न श्रीलंका सरकारले प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मध्य पूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलंकाले अर्को सूचना नभएसम्मका लागि आजैबाट लागू हुने गरी बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ। हप्तामा 3 दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ। अब खेल समाचार। घरेलु टोली न्यूजील्याण्डले दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई 68 रनले हराएको छ। न्यूजील्याण्डले दिएको 176 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले 15 ओभर 3 बलमा सबै विकेट गुमाएर 107 रन बनाउन सफल भयो। दक्षिण अफ्रिकाका जर्ज लिन्डेले 33 रन बनाएका छन्। न्यूजील्याण्डका लफी फर्गुसन र बेन सियर्सले 3-3 विकेट लिएका छन्। यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङ गरेको न्यूजील्याण्डले 20 ओभरमा 6 विकेट गुमाएर 175 रन बनाएको छ। न्यूजील्याण्डका डेभन केनवेले 60 रन बनाए। दक्षिण अफ्रिकाका बियान मुन्डेरले 2 विकेट लिएका छन्। यो जितसँगै न्यूजील्याण्डले 5 खेलको T20 श्रृंखलामा 1-1 को बराबरी गरेको खेल पहिलो खेल दक्षिण अफ्रिकाले 7 विकेटले जितेको थियो। हवस् त दर्शकबिन, यी हुन् आजका प्रमुख समाचारहरू। भिडियोलाई हेरिसकेपछि तपाईले हाम्रो भिडियोलाई हाम्रो मेहनतका लागि एक लाइक अवश्य गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र तपाईले कहाँबाट हामीलाई हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँ शहरको नाम अवश्य पनि लेख्नुहोला। हवस् त अहिलेलाई म प्रस्तुता सुषमा राजवंशी र हाम्रो टिम बिदा हुन्छौं। नमस्कार। तपाईको बाँकी पल शुभ बितोस्।